हरि र जादुही सिमीको बोट। एक सानो गाउँमा हरि नामको गरिब केटा आफ्नी आमासँग बस्थ्यो। उनीहरूसँग एउटा मात्र गाई थियो। गाईको दुध बेचेर उनीहरू जीवन चलाउँथे। तर एक दिन गाईले दुध दिन छोड्यो। घरमा खानेकुरा पनि कम हुँदै गयो। आमाले दुखी हुँदै भनिन्, हरि, गाईलाई बजारमा बेचेर केही पैसा ल्याऊ। हरि गाई लिएर हिँड्यो। बाटोमा उसलाई एक रहस्यमय बुढो मानिस भेटियो। उसले भन्यो, यी सिमीका दाना जादुही छन्। लगाउने बित्तिकै ठुलो बोट उम्रिन्छ। के तिमी गाईसँग साट्छौ? हरिले विश्वास गरेर गाई सिमीका दानासँग चाट्यो। घर फर्केर आमालाई देखाउँदा आमा धेरै रिसाइन् र सिमी बाहिर फालिदिन्। भोलिपल्ट बिहान हरि उठेर बाहिर हेर्दा छक्क पर्यो। सिमीबाट आकाश छुने विशाल बोट उम्रिएको थियो। हरिले साहस गरेर बोट चढ्न थाल्यो। धेरै माथि पुगेपछि उसले बादलमाथि एउटा ठुलो दरबार देख्यो। त्यहाँ एक विशाल राक्षस बस्थ्यो। दरबारमा सुनको सिक्का र सुनको अन्डा पार्ने कुखुरा थियो। राक्षस सुतिरहेको बेला हरिले कुखुरा लिएर तल झर्यो। तर राक्षस म्युजियो र ठुलो आवाजमा करायो, फी फा फ। ऊ हरिलाई पछ्याउँदै बोट तल झर्न थाल्यो। हरि छिट्टो घर पुगेर बन्चरोले बोट काट्न थाल्यो। बोट ढल्यो र राक्षस पनि तल खस्यो। त्यसपछि हरि र उसकी आमा सुनको कुखुराको सहायताले सुखी जीवन बिताउन थाले। हामीले यो कथाबाट के शिक्षा पाउँछौँ? साहस र समझदारीले कठिनाइ जित्न सकिन्छ। धन्यवाद।